Welcome, Grace Brasoki YouTube channel. Please subscribe my channel. आजको यात्रा जंगलतिर वाइल्डवुड पार्कतिर हामी अब जाँदैछौँ मजाले हिँड्ने चाहिँ यहाँनिर जंगलमा हिँड्ने लाग्यो परिवार सहित छोरी बुढी म आनन्दसँगले हिँड्दैछ किनार यतापट्टि खोला जस्तै देखिन्छ लाग्यो चाहिँ किनार टक्क लाएर के हेर्ने नि छोरी अब छोरी डनदेखि चाहिँ नि हिँडाइ चाहिँ नि छोरीको कति हिँड्न सक्ने हो थाहा छैन हेरौँ Look at him, he's so funny. He acts like a snake all the time. He's a snake. Does everyone know that humans are mammals? Does everyone know that? I don't think so. What rolled that in the water? I don't think so. यस्तै छ हिँडाइ चाहिँ नि यसरी यहाँनिर अचम्मको कुरो के छ भने नि यहाँ बसिरहेको अब यो बस्ने ठाउँलाई यसरी बानिएको छ नि यहाँनिर बानेको छ अनि सबभन्दा अचम्मको कुरो चाहिँ नि रुखै काटेको छ अब यो साङ्लो त फुत्तै निस्किँदैन र अचम्म छ भने नि तर लान चाहिँ कसरी लाँदैन है बान्न चाहिँ बानेको मात्रै हो नि लाने त कुरै भएन नि त्यत्रो कसरी लानु नि गजौली बानेको छ नि बान्न चाहिँ नि यहाँबाट देखिएको सिन पारिपट्टिको जंगल एकछिन पछाडि त्यो जंगलमा जान्छौँ हामी त्यो बीच जंगलमा जान्छौँ अब त्यो जंगलमा पुरा हिँड्नु पर्यो गएर यो साइड गएर अनि त्यो जंगलमा जानु पर्यो आजको हिँडाइ चाहिँ नि डरै हुन्छ कति घण्टासम्म हिँड्न सकिन्छ अब हेरौँ यो नेपालमा भएदेखि यसको बिजोग हुन्थ्यो कति हारलुस हुन्थ्यो यहाँ बिजोग छ यसको लडेर बसेको मतलब छैन नि त्यो जंगल जाने उसमा अघि त्यहाँ देखाएकोबाट जंगल जाने उसमा गाडी यहाँ पार्क गरेर हामी अब जंगलभित्र जाँदैछौँ अब मैले जहाँ जुन साइडबाट देखाएको थिएँ त्यो जंगलको अब बीचतिर जाँदैछौँ हामी अब लाग्यो यति गाडी छ यहाँ गाडी पार्किङ गर्नु पनि नपाउने अवस्था बल्ल एउटा भेटेर एउटा पार्किङ भेटेर गाडी त्यता राख्यो अब हिँड्यो कति मान्छेले कति छन् हिँड्नैको लागि चाहिँ साह्रै राम्रो ठाउँ चाहिँ जंगल भए पनि डर चाहिँ नि केहीको छैन आनन्दसँगले हिँड्न मिल्ने केही आउँदैन अचम्मको कुरो के छ भने यस्ता कुराहरू बनाएर के बनाइराखेको हुन्छ यहाँनिर के हो यो हिँड्दै निकै उसमा हिँड्दैछौँ हामी निकै पर पुगेछ छोरीको हिँडाइ चाहिँ गजब छ कतिसम्म हिँड्न सक्ने छोरी मान्छेहरू कति हिँडेको नि कति हिँड्छ नि यहाँ
यहाँनिर पुलमा पानी पनि त्यतिकै छ छोरीको यो पुल तरेर खोलातिर लाग्नु पर्ने अवस्था उता मास्तिर उता गाडी कुदिरहेको छ एकछिन रमाइलो यहाँनिर यस्तो कुराहरू लेखेर राखेको हुन्छ कि हो सबै यस्तो कुराहरू बनाएर राखेको हुन्छ यहाँ सम्बन्ध कतिसम्म जाने हो भनेर जङ्गलको बाटोमा यस्तो पिच बाटो छ हिँड्नलाई कति आनन्द छ यहाँ कतै केही छैन केही आउँछ भन्ने डर पनि छैन शीतल आनन्द हिँड्नलाई अर्कोतिर जाने बाटो रहेछ यता जाने कुरा भने हामी सिधै मासतिर जाने भए उकालो चाहिँ उकालो छ अब लाग्दैछौँ सिधै उकालो छ यो बाटो छोरी र बुढीको अगाडि म भिडियो बनाउँदै उनीहरू दुईजना अब त्यसरी हिँड्दै के हो कि यस्तो बनाएर सबै यसरी राखेको हुन्छ नि यहाँनिर ल यस्तो कुराहरू बनाएको छ नि यहाँनिर यो बाटैभरि यस्तो कुराहरू देख्न सकिन्छ यो कति के बनाएर राखेको हुन्छ यहाँ कसैले पनि केही चलाउँदैन कि यो यतिकै कसले बनाउँछ अर्को पनि आयो यहाँनिर फ्रिडम रे यो चाहिँ नि पुरै उसो रहेछ के बनायो हेलो everybody. No, hello everybody. Why? I don't want to say hello. Yeah. हाम्रो छोरी यसरी What? Don't say that. Yes, what? बाबा बाँदर भयो तिमी के तिमी पनि बाँदर हो नि मम्मी पनि बाँदर न नि बाबा बाँदर भएपछि बाँदरको बुढीलाई के भन्नु सुन्दरी अब सुन्दरी भनेर गर्नुपर्ने बेला दरो हिँडाइ छ आजको यो हिँडाइ कहाँ पुग्ने हो कुनै तेरि सरलाई पुगेला जस्तो छ हिँडाइले त सरलाईतिरको हिँडाइ जस्तो छ दामी चाहिँ जङ्गलमा नि यस्तो छ हिँडाइ बाटो यति दामी बनाइदिएछ हिँड्नलाई पिच छ जङ्गलको दामी छ यो हिँडाइ अब कति हिँड्ने हो सके लाग्छ आधी जति पनि हिँडिएन सकिँदैन अब बेबीलाई लिएर हिँड्न सकिँदैन जस्तो छ है रनिङ बाउ छोरीको कसले जित्ने भनेको टोपी फाल्दिएर चिट गरेर छोरीले जितेको अवस्था छोरीले जितिहाल्यो नि मलाई कसको मम्मी र छोरीको यो पुलमा रनिङ कसले जित्ने है अब दुईजना हेरौँ है त छोरीले जित्ने हो कि मम्मीले जित्ने हो यो एकछिन रमाइलो हो ल छोरीले जितिरह्यो यो गेम पनि लुजर भइदिरहेको अचम्म चाहिँ के लाग्छ भने यो जङ्गलमा यस्तो काठ यसरी बिछ्याएर यसरी हिँड्ने ठाउँ बनाइदिएको छ क्या सबभन्दा अचम्म कुरो यो छ क्या कति राम्रो छ यहाँबाट हिँड्नको लागि यति राम्रो छ हिँड्ने ठाउँ साह्रै राम्रो छ यस्तै चाहिँ हामी जङ्गलमा यसरी पार्कमा यसरी छोरीलाई लिएर रमाइलो गर्दै हिँडिरहेको छौँ तपाईँहरूलाई कस्तो लाग्यो नि यो भिडियो मन पर्यो भने लाइक पनि गरिदिनु होला नयाँ च्यानल हो सब्सक्राइब गरिदिनु भने यसो हौसला मिल्छ अरू भिडियो पनि बनाउन
जाँगर आउने एउटा हुन्छ नि हौसला त्यो चाहिँ नि एकदम बढ्दै जान्छ आग्रह गरी सबैजनालाई सब्स्क्राइब गरिदिनु होला यो च्यानललाई प्लिज आजको हिँडा यति नै होला जस्तो छ साढे 1 घण्टा जति हिँड्नेछ भरे र मेरो छोरी गली आज थ्याङ्क यू सो मच अर्को ब्लगमा भेटौँला थ्याङ्क यू सो मच बाई बाई